सबैमा सादर नमस्ते। आज हामी शिक्षामा नवीनतम चिन्तन सन्दर्भमा छलफल गर्न चाहन्छौँ। शिक्षक बढुवा 25% बढुवामा एकाइ 8मा रहेको शिक्षामा नवीनतम चिन्तनमा यी 8वटा फरक विषयहरू हामीले अध्ययन गर्नुपर्ने हुन्छ। पहिलो रहेको छ समावेशी शिक्षा अन्तर्गतको विषयवस्तु। दोस्रोमा मानव अधिकारमा आधारित शिक्षा। तेस्रोमा शिक्षामा लैङ्गिक समता र समानता। यसैगरी खुला तथा दूर शिक्षा, शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, विशेष आवश्यकतामा आधारित शिक्षा, साक्षरता र निरन्तर शिक्षा, करेसाबारी, फुलबारी आदि व्यावहारिक शिक्षाको अभ्यास। अनि यो एकाइबाट यस्ता किसिमका विषयगत प्रश्नहरू परीक्षामा सोधिन सक्छन्। यहाँहरूले यी प्रश्नहरूको अभ्यास गर्नुहोस्। म यहाँहरूलाई विशेष सुझाव पनि दिन चाहन्छु। समावेशी शिक्षाको परिचय दिँदै विश्वमा यसको सुरुवात र नेपालमा यसको अभ्यासको इतिहास केलाउँदै शिक्षा ऐन 2028 र राष्ट्रिय शिक्षा नीति 2076 मा भएका समावेशी शिक्षा सम्बन्धी प्रावधान उल्लेख गर्नुहोस् भन्ने प्रश्न पनि यसमा आउन सक्ने हुन्छ। यसरी मानव अधिकारमा आधारित शिक्षा भन्नाले के बुझिन्छ? शिक्षाले कसरी मानव अधिकारलाई प्रवर्धन गर्छ? लैङ्गिक समता र समानताको प्रवर्धनमा शिक्षाले पुर्याउने र पुर्याउनु पर्ने योगदानको स्पष्ट पार्नुहोस् जस्ता प्रश्नहरू यसमा आउन सक्छन्। यी विविध प्रश्नको उत्तरका लागि हामीले यसै च्यानलमा बनाएको अर्को विषयगत प्रश्नको उत्तरको नमुनाहरू भन्ने एउटा भिडियो सामग्री रहेको छ, जसमा यस्तै प्रकारका 70वटा भन्दा बढी प्रश्नका उत्तरका मुख्य बुदाहरू उल्लेख गरिएको छ। यहाँले सो भिडियो पनि हेर्न सक्नुहुन्छ। खुला तथा दूर शिक्षा सम्बन्धमा स्पष्ट पार्दै शिक्षाको समग्र विकास र विस्तारमा खुला शिक्षाको महत्त्व र योगदानबारे चर्चा गर्नुहोस् भन्ने प्रश्न। शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि भन्नाले के बुझिन्छ? साथै शिक्षणमा यसको प्रयोग गर्ने महत्त्वपूर्ण र प्रभावकारी तरिकाबारे प्रकाश पार्नुहोस् भन्ने किसिमको प्रश्न पनि आउन सक्छ। विशेष आवश्यकतामा आधारित शिक्षा भन्नाले के बुझिन्छ? साक्षरता र निरन्तर शिक्षा विषयमा स्पष्ट पार्नुहोस्। र शिक्षालाई आयमूलक र व्यवहारिक बनाउन विद्यालयमा करेसाबारी र फुलबारी निर्माण सम्बन्धी व्यवहारिक अभ्यासको उदाहरण प्रस्तुत गर्नुहोस् भन्छ। यो प्रश्नमा चाहिँ हामीले अहिलेको कमाउँदै पढ्दै भन्ने जुन कार्यक्रम रहेको छ नेपाल सरकारको, यसलाई जोड्न सकिन्छ। हामीले चाहिँ तत्काल भएका कुराहरूलाई पनि सर्न सकिन्छ है। अब हामी करिब 150वटा यो एकाइका यो खण्डका वस्तुगत प्रश्नहरू अभ्यास गर्नेछौँ। वस्तुगत अभ्यास गर्नभन्दा तपाईँलाई पहिला एकचोटि मैले OMR सिटको ढाँचा देखाउन चाहन्छु। यहाँलाई थाहा नै छ। अनि लेख्ने लगायतको ठाउँहरू भएको OMR सिट छ। अब हामी वस्तुगत प्रश्नकै अभ्यासमा जाउँ। पहिलो, समावेशी शिक्षा अन्तर्गत यस्ता प्रश्नहरू आउन सक्छन्। समावेशी शिक्षाको मुख्य उद्देश्य के हो? सबै विद्यार्थीलाई समान अवसर र गुणस्तरीय शिक्षा प्रदान गर्नु भन्ने। समावेशी कक्षा कोठाका मुख्य विशेषताहरूमा के पर्छन् भन्ने छ। भिन्न क्षमता भएका विद्यार्थीलाई सहयोगी र अनुकूल वातावरण रहन्छ यसमा भन्ने रह्यो। समावेशी शिक्षामा ICT उपकरणको प्रयोग किन आवश्यक छ भन्ने प्रश्न रहेको छ। भिन्न क्षमता भएका विद्यार्थीलाई पहुँच र सहयोग सुनिश्चित गर्न भन्ने उत्तरलाई हामी बढी उपयोगी ठानेका छौँ। समावेशी शिक्षामा अभिभावकको भूमिका के हो भन्ने प्रश्न रहेको छ। विद्यार्थीको आवश्यकतामा सहयोग र विद्यालयसँग समन्वय र प्रेरणा दिनु भन्ने उत्तर रहन सक्छ। समावेशी शिक्षामा भिन्नतासँग सम्बन्धित रणनीति के हो भन्ने प्रश्न रहेको छ। पाठ्यक्रम, सामग्री र गतिविधि विद्यार्थीको क्षमता अनुसार अनुकूल बनाउनु भन्ने उत्तर रहेको छ। साक्षरता शिक्षा के हो भन्ने प्रश्नमा आधारभूत र जीवनोपयोगी सिकाउने प्रक्रिया भनेर हामी बुझ्न सक्छौँ। समावेशी शिक्षामा अनुकूल वातावरण भन्नाले पहुँचयोग्य, सुरक्षित र विद्यार्थी अनुकूल वातावरणलाई हामी बुझ्ने गर्दछौँ। मानव अधिकारमा आधारित शिक्षा कुन विद्यार्थीका लागि आवश्यक छ भन्दा सबै खाले विद्यार्थीहरूको लागि आवश्यक छ भन्ने उत्तर रहेको छ। मानव अधिकारमा आधारित शिक्षाले सामाजिक व्यवहारमा के विकास गर्छ भन्ने प्रश्नमा हामीले समानता, न्याय,
सहकार्य र सहिष्णुता भन्ने उत्तरलाई सही मानेका छौँ। यसैगरी समावेशी शिक्षाको मुख्य उद्देश्य के हो भन्ने प्रश्न रहेको छ। सबै बालबालिकालाई समान शिक्षा अवसर प्रदान गर्नु भन्ने उत्तर रहेको छ। समावेशी शिक्षामा शिक्षकको भूमिका के हो भन्ने प्रश्न रहेको छ। मार्गदर्शक, सहायक र अनुकूल शिक्षण विधि प्रयोग गर्ने भन्ने उत्तर रहेको छ। समावेशी शिक्षाले विद्यार्थीलाई के विकास गर्छ भन्ने प्रश्न रहेको छ। आत्मविश्वास, जिम्मेवारी, सहकार्य र सामाजिक चेतना भन्ने उत्तर रहेको छ। समावेशी शिक्षा सञ्चालनमा मुख्य चुनौती के हो भन्ने प्रश्न रहेको छ। धेरैवटा चुनौतीहरू छन्, त्यसमध्ये प्रमुख चुनौतीको रूपमा स्रोतको अभाव, शिक्षक तालिमको कमी र कक्षाको विविधता व्यवस्थापनको समस्या सबैभन्दा प्रमुख चुनौती रहेको छ। समावेशी शिक्षामा अनुकूल वातावरण भन्नाले पहुँचयोग्य, सुरक्षित र विद्यार्थी अनुकूल वातावरण, यो प्रश्न दोहोरिएको छ। समग्रमा समावेशी शिक्षाको लक्ष्य के हो त? सबै विद्यार्थीले समान अवसरमा गुणस्तरीय शिक्षाको अनुभूति गर्न पाउन् भन्ने उत्तर रहेको छ। अब हामी यसै एकाइ अन्तर्गत दोस्रो खण्ड मानव अधिकारमा आधारित शिक्षासँग सम्बन्धित केही वस्तुगत प्रश्नहरू लिएर उपस्थित भइसक्यौँ। मानव अधिकारमा आधारित शिक्षाको मुख्य उद्देश्यता सबै विद्यार्थी समान अधिकार र अवसरमा पहुँच राखुन् भन्ने हो। मानव अधिकारमा आधारित शिक्षाको मुख्य उद्देश्य के हो भन्ने छ। विद्यार्थीमा मानव अधिकार, समानता र सामाजिक उत्तरदायित्वको विकास गर्ने भन्ने उत्तर रहेको छ। मानव अधिकारमा आधारित शिक्षामा विद्यार्थीको प्रमुख भूमिका के रहन्छ भन्दा सक्रिय रूपमा सहभागी हुने, छलफल गर्ने र ती सिकेका कुराहरूलाई व्यवहारमा उतार्न गर्ने भन्ने उत्तर रहेको छ। मानव अधिकारमा आधारित शिक्षाले विद्यार्थीलाई के सिकाउँछ? अधिकार र कर्तव्य, समानता, न्याय र सहिष्णुता भन्ने उत्तर सही रहेको छ। अब हामी तेस्रो शिक्षामा लैङ्गिक समानता र समानतासँग सम्बन्धित केही प्रश्नहरूको बारे चर्चा गर्न चाहन्छौँ। शिक्षामा लैङ्गिक समानता भन्नाले के बुझिन्छ? समानता भन्ने बित्तिकै समान अवसरको कुरा हुन्छ। सबै विद्यार्थीलाई समान अवसर र पहुँच सुनिश्चित गर्नु भन्ने उत्तर रहेको छ। शिक्षामा लैङ्गिक समानताको मुख्य उद्देश्य के हो? छोराछोरी दुवैलाई समान शिक्षा र अवसर उपलब्ध गराउनु भन्ने कुरा हो। लैङ्गिक समता के हो त भन्ने कुरा हो। आवश्यकता अनुसार न्यायसङ्गत रूपमा शिक्षा उपलब्ध गराउने आधार चाहिँ लैङ्गिक समता हो। यसमा चाहिँ छात्र छात्रालाई बराबर गर्ने यावत भन्ने कुराहरू रहँदैनन्। यसमा चाहिँ आवश्यकतालाई आधारित गरेर उनीहरूलाई जे आवश्यक छ त्यसलाई न्यायसङ्गत रूपमा अगाडि बढाउने भन्ने रहन्छ। शिक्षामा लैङ्गिक समानताको उद्देश्य छोराछोरी दुवैलाई समान शिक्षा दिने। शिक्षामा लैङ्गिक समानता विद्यार्थीमा के विकास गर्छ? समानताले भन्दा आत्मविश्वासको विकास गर्छ, समानता जिम्मेवारीको कुरा गर्छ, सहकार्यको कुराहरू गर्दछ। लैङ्गिक समानता शिक्षामा किन आवश्यक छ? समाजमा समानता, न्याय र अवसर सुनिश्चित गर्न भन्ने कुरा रहेको छ। समानताले विद्यार्थीमा कस्तो किसिमको सामाजिक लाभको विकास गर्छ त भन्दा समानता, न्याय, सहकार्य र सहिष्णुता भन्ने उत्तर रहेको छ। लैङ्गिक समानता र समता सुनिश्चित गर्न अभिभावकको प्रमुख भूमिका के रहन्छ त? घरमा पनि सोही किसिमको व्यवहार र अभ्यासहरू प्रदर्शन गर्ने अथवा समर्थन गर्ने कुरा रह्यो। शिक्षामा लैङ्गिक समता सुनिश्चित गर्न शिक्षकले के गर्ने त? विद्यार्थी केन्द्रित, समान अवसर र आवश्यकता अनुसारको अनुकूल शिक्षण विधिको प्रयोग गर्ने भन्ने उत्तर रहेको छ। अब हामी खुला तथा दूर शिक्षासँग सम्बन्धित केही प्रश्नहरूमा अभ्यास गर्न चाहन्छौँ। खुला तथा दूर शिक्षामा आइसिटी प्रयोगको फाइदाहरूको बारेमा चर्चा गर्नुहोस् भन्ने प्रश्न रहेको छ, अथवा फाइदा के हो भन्ने रहेको छ। विद्यार्थीलाई सामग्री, पहुँच, अन्तर्क्रिया र सहयोग सुनिश्चित गर्ने भन्ने उत्तर रहेको छ। खुला तथा दूर शिक्षाले विद्यार्थीलाई के लाभ दिन्छ त? लचिलो समय, पहुँच, सो अध्ययनको आधार, पेसागत शिक्षा यावत कुराहरू। खुला तथा दूर शिक्षामा सामग्री चयन कसरी हुन्छ त? विद्यार्थीको आवश्यकता र पहुँच अनुसार हुन्छ भन्ने कुरा हो। खुला तथा दूर शिक्षाको मुख्य उद्देश्य के हो त? समय, स्थान र सुविधा अनुसार सबैलाई शिक्षा उपलब्ध गराउनु भन्ने उत्तर रहेको छ। खुला शिक्षा र दूर शिक्षाको प्रमुख समानता के हो त? दुवैमा चाहिँ विद्यार्थीहरू क्याम्पस बाहिरी रूपमा रहन्छन्, अनलाइन अध्ययन गर्न सक्छन् भन्ने उत्तर रहेको छ। खुला तथा दूर शिक्षाको विद्यार्थीलाई के कस्तो लाभ दिन्छ त? लचिलो समय हुन्छ, पहुँच हुन्छ, स्वअध्ययन हुन्छ, पेसागत शिक्षा दिन्छ, यिनी नै रहेका छन्। खुला तथा दूर शिक्षामा शिक्षकको भूमिका के हुन्छ त? मार्गदर्शकको रूपमा रहने, स्रोत शिक्षकको रूपमा रहने, मूल्याङ्कनकर्ताको रूपमा रहने। खुला तथा दूर शिक्षामा विद्यार्थीको भूमिका के हुन्छ त? स्वअध्ययन गर्छ, विद्यार्थीले योजना अनुसार अध्ययन गर्छ, शिक्षकले उपलब्ध गरेका स्रोतहरूलाई प्रयोग गर्छ भन्ने कुरा रह्यो। खुला तथा दूर शिक्षामा आइसिटीको प्रयोगको फाइदा अनलाइन स्रोत, अन्तर्क्रियात्मक सिकाइ र बहुस्रोत सामग्रीको रूपमा आइसिटीले सहयोग गर्ने हुन्छ।
खुला तथा दूर शिक्षा सञ्चालनमा प्रमुख चुनौती के हो त? चुनौती धेरै छन्। सबभन्दा ठुलो चुनौती भनेको चाहिँ प्राविधिक पहुँचको अभाव हुन सक्ने, एउटा डिजिटल अनुशासन हुन्छ, त्यसको अनुशासन कमी हुन सक्ने र कतिपय हकमा चाहिँ सीमित अन्तर्क्रियाको आधार हुने हुनाले यो केही चुनौतीको रूपमा मान्ने गरिन्छ। अब हामी अर्को खण्ड शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसँग जोडिन चाहन्छौँ। आइसिटीको मुख्य उद्देश्य के हो भन्ने उत्तर। सिकाइलाई आकर्षक, अन्तर्क्रियात्मक र प्रभावकारी बनाउने चाहिँ यसको प्रमुख उद्देश्य रहेको छ। हुन त यसमा धेरै उद्देश्यहरू रहन्छन्। आइसिटी प्रयोगले शिक्षकलाई के फाइदा दिन्छ त? सक्रियता, अनुभवजन्य सिकाइ र समस्या समाधानमा क्षमता वृद्धि गराउँछ भन्ने उत्तर रहेको छ। आइसिटी प्रयोगको प्रमुख चुनौती के हो त? यी सबै चुनौती हुन् आफ्नो ठाउँमा, धेरै होलान्। स्रोत साधनको अभाव हुने, शिक्षक तालिमको कमी हुने, समय व्यवस्थापनमा समस्या हुने कुराहरू चाहिँ यसका प्रमुख चुनौतीका रूपमा रहेका छन्। आइसिटीको प्रयोगले सिकाइमा समय व्यवस्थापन कसरी गर्छ त भन्दा डिजिटल सामग्री र अनलाइन स्रोत प्रयोग गरेर दक्षता बढाउँछ भन्ने उत्तर रहेको छ। आइसिटी प्रयोगमा विद्यार्थीको भूमिका के त? सामग्रीहरूको प्रयोग गर्ने, सक्रिय रूपमा सहभागी हुने भन्ने कुराहरू रह्यो। आइसिटी प्रयोगले मूल्याङ्कनमा के कस्तो योगदान गर्छ त? अनलाइन क्विज, परियोजना प्रस्तुति, अन्तर्क्रियात्मक मूल्याङ्कन गर्छ भन्ने उत्तर रहेको छ। अन्य विकल्प जस्तै केवल लिखित परीक्षामा सहयोग गर्छ। आइसिटी लिखित परीक्षामा सहयोग गर्ने मात्रै त होइन नि त, परियोजना प्रस्तुति, अन्तर्क्रियात्मक मूल्याङ्कन आउँछ भन्ने उत्तर रहेको छ। हुन चाहिँ हो यो, तर अनलाइन क्विज जस्ता कुराहरू छुट्यो नि त यसमा फेरि। अनि मूल्याङ्कन विभिन्न कार्यमा सहयोग गर्छ, यो पनि हो, तर मुख्य सबैभन्दा बढी अर्थ राख्ने उत्तर चाहिँ अनलाइन क्विज, परियोजना प्रस्तुति लगायत अन्तर्क्रियात्मक मूल्याङ्कन गर्छ भन्ने उत्तर रहेको छ। कक्षा शिक्षणमा आइसिटी प्रयोगका प्रकारहरू के हुन् त? श्रव्य दृश्य हुनसक्छ, डिजिटल हुनसक्छ, अनलाइन हुनसक्छ, सञ्चार उपकरणको प्रयोग मार्फत हुनसक्छ। यी सबै कुरालाई चाहिँ हामीले आइसिटीका प्रकारहरूको रूपमा बुझ्न सक्छौँ। आइसिटी प्रयोगमा शिक्षकले कुन रणनीति अपनाउनु पर्छ? समूह गतिविधि गर्ने, व्यक्तिगत गतिविधि गर्ने, अन्तर्क्रियात्मक अभ्यास गर्ने, सबै कुराहरू चाहिँ पढ्न आउँछन् यसमा। आइसिटी प्रयोगले विद्यार्थीलाई के कुरामा आकर्षित गर्छ त? किन आकर्षक मान्छन् त आइसिटीलाई विद्यार्थीहरूले भन्दाखेरि यसमा श्रव्य दृश्य माध्यमहरू हुन्छन्, अन्तर्क्रिया गतिविधिहरू हुन्छन्। त्यसकारण हुन त तल्लो अन्तर्क्रियात्मक अभ्यास, समूह गतिविधिलाई लिन सक्छौँ हामीले। यी दुईटै उत्तरहरू लगभग सही नै छन्। मैले दुईवटा विकल्प उसले चाहिँ, तर बढी प्रभावकारी चाहिँ एकै देखिएको छ है। यद्यपि यो दुईटै उत्तरहरू चाहिँ प्र्याक्टिकल नै छन्। अनि अर्को छ विशेष आवश्यकतामा आधारित शिक्षा। विशेष आवश्यकतामा आधारित शिक्षाको मुख्य उद्देश्य के हो त? विशेष आवश्यकता रहेका विद्यार्थीहरूलाई पनि अरू विद्यार्थीहरू सरह शिक्षा उपलब्ध गराउने रहेको छ। त्यसकारण हामीले सबै विद्यार्थीलाई क्षमता अनुसारको शिक्षा उपलब्ध गराउने भन्ने उत्तर राख्यौँ। विशेष आवश्यकता भएका विद्यार्थीहरूको शिक्षा योजना के हो त? विशेष आवश्यकता भनेर व्यक्तिगत हुन्छन्, कोही कान कम सुन्ने होला, कोही आँखा राम्रोसँग देख्न नसक्ने दृष्टिबिन प्रकृतिको होला। उनीहरूलाई व्यक्तिगत रूपमा इन्डिभिजुअल एजुकेसन प्लान हामीले बनाइनुपर्ने हुन्छ। विशेष आवश्यकतामा आधारित शिक्षा विद्यार्थीमा के विकास गर्छ त यसले भन्दा उनीहरूमा आत्मविश्वासको विकास गर्छ, उनीहरूलाई बिस्तारै आत्मनिर्भर बनाउनुतिर अगाडि बढाउँछ, उनीहरूका जीवन कौशलको विकास गर्छ। केवल रटाइ गर्दैन, डर र दबावमा राख्दैन, आत्मविश्वास, आत्मनिर्भरता जस्तो कुराहरूलाई विकास गर्छ। विशेष आवश्यकतामा रहेका शिक्षामा शिक्षकको भूमिका के हुन्छ त? मार्गदर्शकको रूपमा रहने, अनुकूल विधि प्रयोगकर्ताको रूपमा रहने भन्ने भन्नु पर्यो हामीले। विशेष आवश्यकतामा आधारित शिक्षामा मूल्याङ्कन कसरी गरिन्छ त? एकदमै लचिलो तरिकाले, एकदम अनुभव तरिकाले, अरूलाई जस्तो साधारण तरिकाले गर्न भएन नि त, उनीहरूको आवश्यकतामा आधारित गरेर गर्नु पर्यो। विशेष आवश्यकतामा आधारित शिक्षा सबैका लागि किन आवश्यक मानिन्छ भन्दा समान अवसरका लागि, उनीहरूमा सामाजिक सुरक्षाका लागि, आत्मनिर्भरता विकासका लागि, सामाजिक समावेशता सुनिश्चित गर्नका लागि भन्ने उत्तर रह्यो। विशेष आवश्यकतामा आधारित शिक्षामा शिक्षा तालिमले के कस्तो योगदान पुर्याउन सक्छ भन्दाखेरि उनीहरूले अनुकूल विधि प्रयोग गर्ने कुरा, अनुकूल उपकरणको प्रयोग गर्ने कुरा, मूल्याङ्कन अपनाउने तरिकाहरूको क्षमताको विकासमा यसले असाध्यै सहयोग गर्छ। अर्को रहेको छ अभिभावकको भूमिका के हुन्छ त यसमा? अब विशेष आवश्यकतामा आधारित शिक्षामा अभिभावकको भूमिका के हुन्छ त? यिनीहरूले घरमै ती विद्यार्थीहरूलाई विशेष किसिमको सहयोग गर्न सक्छन्। आफ्नो बालबालिकाहरूलाई कस्तो आवश्यकता छ भन्ने कुरा
विशेष आवश्यकता भएका विद्यार्थीको लागि कुन सामग्री उपलब्ध राम्रो मानिन्छन् त? यी सबै सामग्री ठिक छन्, तर मुख्य गरी अब उनीहरूको आवश्यकतामा आधार टच स्क्रिन सामग्री होस्, अडियो भिजुअल होस्, ब्रेल होस्, होइन, डिजिटल उपकरण होस्। विशेष आवश्यकता आधारित शिक्षा विद्यार्थीको लागि कस्तो किसिमको सामाजिक लाभ दिन्छ त भन्दा समानता, सहभागिता, सहयोग र आत्मनिर्भरता विकास गर्छ भन्ने प्रश्न रह्यो, उत्तर रह्यो। विशेष आवश्यकतामा भएका विद्यार्थीलाई अनुकूल वातावरण के हो त? उनीहरूको लागि पहुँचयोग्य सुरक्षित वातावरण, शिक्षक र विद्यार्थी एकदम सहयोगी हुनु पर्यो उनीहरूको लागि। आइसिटी प्रयोगको प्रमुख फाइदा भन्छ डिजिटल सामग्री, अन्तर्क्रियात्मक अभ्यास र पहुँचयोग्य स्रोत सामग्री भन्ने अर्थ रह्यो। विशेष आवश्यकता भएका विद्यार्थीलाई शिक्षा प्रदान गर्दा प्रमुख चुनौतीको रूपमा के रहन्छ त? स्रोत अभाव हुन सक्ने, शिक्षक तालिमको कमी हुन सक्ने, कक्षाको व्यवस्थापनमा समस्या हुन सक्ने कुराहरू चाहिँ प्रमुख समस्याका रूपमा रहेका छन्। विशेष आवश्यकतामा आधारित शिक्षा विद्यार्थीको भविष्यमा के कस्तो प्रभाव पार्न सक्छ त? विद्यार्थीलाई आत्मनिर्भर बनाउन सक्छ, जिम्मेवार बनाउन सक्छ, सामाजिक सहभागिताको सुनिश्चित गर्छ, उनीहरूलाई पेसागत क्षमता वृद्धि गर्छ भन्ने उत्तर रह्यो। विशेष आवश्यकतामा आधारित शिक्षामा शिक्षकले कुन विधि अपनाउनु पर्छ त? विद्यार्थी केन्द्रित, उनीहरूका अनुकूल, अनुभवी, एकदम अनुभवजन्य, यसलाई उत्तर हामीले सही उत्तर मान्न सक्छौँ। विशेष आवश्यकता भएका विद्यार्थीलाई मूल्याङ्कन गर्दा के अपनाइन्छ त? व्यक्तिगत आवश्यकता अनुसारको लचिलो मूल्याङ्कन प्रणाली अपनाउने गरिन्छ। केवल लेखत परीक्षाहरू मात्रै गरिन्न, अथवा मूल्याङ्कनै नगर्ने कुरा पनि हुँदैन, मूल्याङ्कन त गर्न पर्यो। विशेष आवश्यकतामा आधारित शिक्षा प्रणालीमा विद्यार्थीमा आत्मनिर्भर कसरी विकास हुन्छ भन्दा उनीहरूलाई जीवन कौशल सिकाइन्छ, सामाजिक सहभागिता गराइन्छ, उनीहरू समाजमा बढी घुलमिल हुने वातावरण पाइन्छ भन्ने कुरा। शिक्षकले विशेष आवश्यकता भएका विद्यार्थीलाई सामग्री चयन कसरी गरिदिन्छ त? उनीहरूको आवश्यकता र क्षमता अनुसार भन्ने उत्तर रहेको छ। विशेष आवश्यकतामा आधारित शिक्षा समाजमा के कस्तो योगदान गर्छ त भन्ने कुरा आयो। यसले समान अवसरको सुनिश्चित गर्ने, सामाजिक समावेशताको सुनिश्चित गर्ने, न्याय र मानव अधिकारको सम्मान गर्ने जरुरतको कुराहरू रहन्छ। विशेष आवश्यकता भएका विद्यार्थीका लागि दीर्घकालीन फाइदाको कुराहरू के हुन्छ? उनीहरू आत्मनिर्भर हुन्छन्, सामाजिक सहभागिता बढ्छ, जीवन कौशल हुन्छ, उनीहरूलाई समान अवसरको आधार देखिन्छ भन्ने कुरा। विशेष आवश्यकतामा आधारित शिक्षा कुन वातावरणमा लागू हुन्छ त? समावेशी कक्षामा, मुख्यधारमा, सबैका कुरामा रहन्छ भन्ने कुरा आयो। विशेष आवश्यकतामा विद्यार्थीको अनुकूल सामग्रीको उदाहरण दिनुहोस् भन्छ। यहाँ दिएका विभिन्न मध्ये अडियो भिजुअल सामग्री, चित्रमा आधारित सामग्रीहरू चाहिँ बढी मानिन्छ भन्ने कुरा आयो। जस्तै सामान्य पाठ्यपुस्तक उनीहरूलाई प्र्याक्टिकल नहुन सक्छ, शिक्षकले दिएको नोट पनि उनीहरू प्र्याक्टिकल नहुन सक्छ, मोस्टली जुन सोधेको क्वेसन हुन्छ नि, एमसिक्यू भन्छ नि हामीले, यसले पनि नगर्न सक्छ, मल्टिपल चोइस क्वेसनहरू पनि नमिल्न सक्छ उनीहरूलाई। अब अर्को खण्ड रहेको छ साक्षरता र निरन्तर शिक्षाको खण्ड। साक्षरता भन्नाले के बुझिन्छ भन्नु? पठन पाठनका कुराहरू, लेखनका कुराहरू, गणनाका कुराहरू, दैनिक जीवनमा प्रयोग गर्ने जुन साक्षरताका सिपहरू छन् त्यसलाई लिन खोजेको हो। निरन्तर शिक्षा भनेको के हो भने जीवनभरको सिकाइ, यसलाई हामीले जोड्न सक्छौँ। साक्षरता र निरन्तर शिक्षामा किन आवश्यक छ भन्ने कुरा, विद्यार्थी भन्ने हो कि अब कसलाई भन्ने? यसले साक्षर बनाउँछ हरेक व्यक्तिलाई, यसले आत्मनिर्भर बनाउँछ, उनीहरूमा निर्णय गर्ने क्षमताको विकास गर्छ, उनीहरू रोजगारको अवसर दिन सक्छ। साक्षरता र निरन्तर शिक्षा विद्यार्थीमा के विकास गर्छ भन्ने अर्को पनि उत्तर रहेको छ। यसमा पनि हामीले जीवनोपयोगी सिप, आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व जस्तो कुराहरूलाई बढी जोड दिएका छौँ। साक्षरता र निरन्तर शिक्षा कसका लागि आवश्यक छ त? सबैका लागि। यो यसको लागि त्यसको लागि भन्ने छैन, सबैले गर्नु पर्यो। निरन्तर शिक्षा विद्यार्थीमा कस्तो प्रभाव पार्छ त? निरन्तर शिक्षाले व्यवसायिक दक्षता, सामाजिक सहभागिता, आत्मनिर्भर जस्तो कुराहरू रहेका छन्। हामीले अन्य विकल्प पढ्ने र सबैभन्दा बढी उपयुक्त विकल्पलाई चाहिँ हामीले छान्ने गरेका छौँ। साक्षरता कार्यक्रमका लागि मुख्य सामग्री के हुन् त? हेर्नु त प्रश्न के भन्छ, माफ गर्नु होला, यसमा गयो, हेर्नु त, म थोरै तल जान चाहन्छु। साक्षरता कार्यक्रमका लागि मुख्य सामग्री के हुन् त? पाठ्यपुस्तक हुन्, कार्यपत्र होला, अडियो भिजुअल सामग्री होला, होइन? यसलाई चाहिँ हामीले यसको सही उत्तरको रूपमा राखेका छौँ। अनि अर्को प्रश्न रहेको छ, निरन्तर शिक्षा विद्यार्थीको भविष्यमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा। निरन्तर शिक्षाले उनीहरूलाई पेसागत दक्षता दिन्छ, निर्णय क्षमताको विकास गर्छ, आत्मनिर्भरता वृद्धि गर्छ, उनीहरू रोजगारको अवसर पनि उपलब्ध गराउने अवस्था रहन्छ,
शिक्षकले साक्षरता र निरन्तर शिक्षा सञ्चारमा के भूमिका खेल्नुपर्छ त? मार्गदर्शकको रूपमा, स्रोत सामग्री उपलब्ध गराउने एउटा स्रोत व्यक्तिको रूपमा। साक्षरता र निरन्तर शिक्षा समाजमा के योगदान गर्छ त? समान अवसर, सामाजिक न्याय लगायतका कुराहरू। प्रश्नहरू लगभग उस्तै उस्तै हुन्छन्, उत्तर पनि लगभग उस्तै उस्तै देखिन्छ। हामीले सबैभन्दा बढी उपयुक्त उत्तरलाई चाहिँ हामीले छान्नुपर्ने हुन्छ। निरन्तर शिक्षामा आइसिटीको प्रयोगले के कस्तो लाभ दिन्छ, फाइदा गराउँछ त हेर्नु चाहिँ। डिजिटल स्रोत, अनलाइन तालिम, लचिलो अध्ययन र अनुभवजन्य अभ्यास भन्छ। साक्षरता र निरन्तर शिक्षा विद्यार्थीमा कस्तो शिक्षाको कुरा थियो अथवा सबैमा थियो, विद्यार्थीमा कस्तो देखियो ती? विद्यार्थीलाई जिम्मेवार बनाउँछ, सक्रिय बनाउँछ, निर्णय क्षमताको वृद्धि गर्छ, सामाजिक सहायतामा वृद्धि गर्छ भन्ने कुरा रह्यो। निरन्तर शिक्षामा अभिभावकको भूमिका के हुने त? निरन्तर शिक्षामा अभिभावकले चाहिँ उनीहरूलाई अनुकूल वातावरण दिनु पर्यो, उनीहरूको समय व्यवस्थापनमा सहयोग गरिदिनु पर्यो। साक्षरता कार्यक्रम कसरी सञ्चालन हुन्छ त? तालिमको माध्यमबाट, पाठ्यक्रमको माध्यमबाट, मूल्याङ्कनको माध्यमबाट, जीवनोपयोगी गतिविधिको माध्यमबाट। सबै प्रश्नहरू व्यवहारिक छन् हेर्नुहोस्। हामीले कतिपय कुराहरू चाहिँ राम्रोसँग प्रश्नलाई 2 पटक 3 पटक पढ्यौँ भने ल उत्तर हाम्रो अटोमेटिक आउँछ। हेर्नुहोस्, साक्षरता र निरन्तर शिक्षाको मुख्य चुनौती के हो भन्यो? जिम्मेवार, सक्रिय, निर्णय क्षमता र सामाजिक सहभागिता भन्छ त हुने कुरै भएन। स्रोत अभाव, प्रेरणा कमी, समय व्यवस्थापनमा समस्या, पहुँचमा कठिनता भन्ने उत्तर हामीले भन्न सक्नु पर्यो। साक्षरता र निरन्तर शिक्षा विद्यार्थीका लागि के विकास गर्छ भन्ने कुरा देखियो अहिले। साक्षरता र निरन्तर शिक्षाले विद्यार्थीहरूमा जीवनोपयोगी सिपको विकास गर्छ, निरन्तर क्षमताको विकास गर्छ। कसरी गर्छ भन्यो भने अभ्यास गराएर गराउँछ भन्ने कुरा आयो। सबै प्रश्न उत्तर छ, उत्तर पनि त्यही छ, प्रश्नभित्रै उत्तर छ। हेर्नुहोस्, निरन्तर शिक्षा विद्यार्थीमा पेसागत विकास कसरी गर्छ त? तालिमको माध्यमबाट, अनुभवको माध्यमबाट, क्षमता विकास गरेर, रोजगार उपलब्ध गराएर। साक्षरता र निरन्तर शिक्षा विद्यार्थीको जीवनमा के सुधार ल्याउँछ त? आर्थिक सुधार ल्याउन सक्छ, सामाजिक सुधार ल्याउँछ, व्यक्तिगत निर्णयको क्षमतामा सुधार ल्याउँछ, उनीहरूमा आत्मनिर्भरताको क्षमता विकास गर्छ भन्ने कुरा। आइसिटीको प्रयोगले साक्षरता र निरन्तर शिक्षामा कसरी प्रभावकारिता पाउँछ त? आइसिटीको प्रयोग गर्ने बित्तिकै डिजिटल अभ्यास हुन्छ, अनलाइन स्रोत सामग्रीको प्रयोग हुन्छ, आफ्नै लचिलो समयमा काम गर्न पायो, एक्सेस सबैको एक्सेस हुने भयो त्यहाँनिर। साक्षरता र निरन्तर शिक्षा समाजका दीर्घकालीन लाभ के हुन् त? जागरुक नागरिक बन्छ, सामाजिक न्यायको कुरा आउँछ, आर्थिक विकासको कुरा आउँछ। अब हामी अन्तिम खण्ड करेसाबारी र फुलबारी आदिको व्यावहारिक शिक्षाको बारेमा कुरा गर्न चाहन्छौँ। करेसाबारी र फुलबारी, करेसाबारी भने तरकारी खेतीको कुरा आयो, फुलबारी भन्ने बित्तिकै पुष्पको कुरा आयो। हेर्नुहोस्, यसले चाहिँ मुख्य उद्देश्य भनेको के भन्दा जस्तै कमाउने पढ्दै कमाउँदै भन्ने कार्यक्रम छ नि, त्यसको पनि खास के हो भन्दाखेरि जीवनोपयोगी सिप सिकाउने र आत्मनिर्भरताको विकास गर्ने। भोलि गएर विद्यार्थी त्यही पेसा पनि अपनाउने सम्भावना रहन्छ क्या जानिसकेपछि। व्यावहारिक शिक्षाले विद्यार्थीमा के विकास गर्छ त? अनुभवजन्य सिप, जिम्मेवारी, योजना र सहकार्य। करेसाबारी अभ्यासमा मुख्य गतिविधि के हुन्छ त? तरकारी खेती गरिन्छ, मल र पानीको व्यवस्थापन गरिन्छ, मुख्य गतिविधि के। व्यावहारिक शिक्षाको मुख्य उद्देश्य के हो त? विद्यार्थीले जीवनोपयोगी सिप र आत्मनिर्भरता विकास गरोस्। करेसाबारी अभ्यासले विद्यार्थीमा के विकास गर्छ? तरकारी उत्पादन, पोषण र स्वावलम्बी सिप। फुलबारी अभ्यासले विद्यार्थीमा के विकास गर्छ? सृजनात्मक र वातावरणीय चेतना। शिक्षाको भूमिका व्यावहारिक शिक्षामा के हो त? मार्गदर्शकको, सुरक्षाको रूपमा, जिम्मेवार सुनिश्चित गर्ने कुराहरूमा रहन्छ। फुलबारी अभ्यासले विद्यार्थीमा के सिकाउँछ त? फुटको बोट बिरुवा, माटो, सिँचाइ व्यवस्थापन लगायत कुराहरू सिकाउँछ। भोलि गएर विद्यार्थीले त्यसैलाई पेसाको रूपमा पनि लिन सक्ने अवस्था रहन्छ। हेर्नुहोस्, व्यावहारिक शिक्षा विद्यार्थीको सामाजिक विकासमा कसरी योगदान गर्छ त? सहकार्यको रूपमा पहिले योजना गर्न सिकाउँछ, जिम्मेवारी दिन्छ, अनुभवहरूको साटसाट गर्ने कुराहरू रहन्छ। करेसाबारी फुलबारी अभ्यासमा के स्रोत सामग्री हो? स्रोतहरू के हुन् त? माटो चाहियो, बिउ चाहियो, मल चाहियो, पानी चाहियो, उपकरण चाहियो। व्यावहारिक शिक्षा समाजमा के योगदान पुर्याउँछ त? आत्मनिर्भरता दिन्छ, जिम्मेवार बनाउँछ, उत्पादनशील बनाउँछ, सहयोगी नागरिक विकास गर्छ भन्ने कुराहरू रह्यो। व्यावहारिक शिक्षा विद्यार्थीको आत्मनिर्भरता कसरी विकास गर्छ त? अभ्यास, योजना, निर्णय र अनुभवबाट। करेसाबारी अभ्यासले विद्यार्थीलाई के सिकाउँछ? तरकारी उत्पादन, माटो व्यवस्थापन र पर्यावरणीय ज्ञान।
शिक्षकले व्यवहारिक शिक्षा सञ्चालन गर्दा के अपनाउनु पर्छ? विद्यार्थी केन्द्रित अनुभवजन्य योजना र निरीक्षण अनुसार भन्छ। करेसाबारी फुलबारी अभ्यासमा चुनौती के हो त? मौसम, स्रोत शिक्षक, अनि स्रोत मात्रै पनि तालिम, शिक्षक तालिम। स्रोत भन्दाखेरि यसरी बुझौँ, एउटा स्रोत मात्रै, एउटा शिक्षक तालिमको कुराहरू, कक्षा व्यवस्थापनमा समस्या भन्ने कुरा चुनौतीको रूपमा। व्यवहारिक शिक्षा विद्यार्थीलाई के क्षमता विकास गर्छ? निर्णय क्षमता, योजना, सहकारी, आत्मनिर्भरता। फुलबारी अभ्यासको दीर्घकालीन फाइदा: सौन्दर्य र पर्यावरणीय ज्ञान, आत्मनिर्भरता, पेशागत अवसर। करेसाबारी अभ्यासले विद्यार्थीलाई कस्तो व्यवहार सिकाउँछ त? जिम्मेवारी, नियमितता, लगनशीलता र सहकार्य। विद्यार्थी केन्द्रित व्यवहारिक शिक्षा के हो त? विद्यार्थीले अभ्यास गर्ने, निर्णय गर्ने, अनुभव गर्ने, सिक्ने भन्ने कुरा। करेसाबारी र फुलबारी अभ्यासमा मूल्याङ्कन कसरी गरिन्छ त? उनीहरूको कार्यको गुणस्तर हेरिन्छ, उनीहरूको योजना हेरिन्छ, अनुभवको आधारमा गरिन्छ। र हामीले आजको भिडियो सामग्रीको अन्तिम प्रश्न बनाएका छौँ। व्यवहारिक शिक्षामा शिक्षकको भूमिका के हुने त? मार्गदर्शकको रूपमा, स्रोत उपलब्ध गर्ने शिक्षकको रूपमा, निरीक्षकको रूपमा र सुझाव प्रस्तुत गर्ने व्यक्तिको रूपमा। यहाँहरू धेरै धन्यवाद। र यस खण्डका विषयगत प्रश्नको उत्तर चाहिँ यहाँहरूले अर्को भिडियो मार्फत पाउन सक्नुहुन्छ। धन्यवाद।